सुनिल टिज नेपाल युट्युब च्यानललाई सबैभन्दा पहिला सब्स्क्राइब गर्नुहोस्। त्यसपश्चात हरेक भिडियोको ताजा नोटिफिकेसन प्राप्त गर्नको लागि तपाईहरूले बेल आइकन सँगसँगै अल भन्ने अप्सनमा पनि गएर क्लिक गर्न नभुल्नुहोला। नमस्कार एवं हार्दिक स्वागत छ तपाईलाई सुनिल टिज नेपाल युट्युब च्यानलमा। आजको यो नयाँ भिडियो तपाईहरुको लागि एकदमै स्पेशल रहेको छ। आजको भिडियो किन स्पेशल रहेको छ भन्ने कुरा तपाईले यस भिडियोको टाइटल र यस भिडियोको थम्बनेल हेरेर पनि केही न केही तपाईले जानकारी अवश्य पनि पाइसक्नु भएको छ। आजको भिडियो किन स्पेशल रहेको छ भन्दा यति बेला चाहिँ फाइनल्ली 4-5 महिना पश्चात चाहिँ पुनः युनलमा पे डिजिटल वालेटमा चाहिँ हामीले लगइन गर्न मिलिरहेको छ र अरु कामहरु गर्न मिल्छ मिल्दैन भन्ने कुरा चाहिँ म तपाईलाई आजको यो भिडियोमा चाहिँ देखाउने छु। र धेरै जनाले चाहिँ एकदमै धेरै मलाई मेसेज पनि गर्नुभएको थियो कि युनलमा पेले किन काम गर्न छोड्यो, कहिले ब्याक हुन्छ हैन। मैले युनलमा पे सम्बन्धी चाहिँ धेरै भन्दा धेरै भिडियो चाहिँ बनाउने गर्थे, त्यसकारण चाहिँ मलाई नै धेरै प्रश्नहरु चाहिँ आइरहेको थियो कि कहिले ब्याक हुन्छ, हामीलाई चाहिँ बताइदिनुस्। युनलमा पेमा चाहिँ मेरो पैसा पनि होल्ड भएर बसेको छ र पनि भन्दै हुनुहुन्थ्यो र मेरो पनि होल्ड भएर बसेको थियो पैसा हैन। युनलमा पेमा केही न केही पैसा चाहिँ थियो, म तपाईलाई अहिले अगाडि देखाउने छु। र फाइनली यति बेला ब्याक भइसकेको छ, यसमा चाहिँ लगइन गर्न पनि मिलिरहेको छ र मैले चाहिँ धेरै दिन पश्चात चाहिँ यसमा चाहिँ लगइन गरेर आज हेर्दाखेरि चाहिँ फाइनली युनलमा पेमा चाहिँ लगइन गर्न मिल्यो र अब चाहिँ यसमा चाहिँ विभिन्न कामहरु गर्न पाइन्छ कि पाइदैन, ट्रान्जेक्सनहरु गर्न पाइन्छ कि नै, मिल्छ कि नै भनेर चाहिँ म तपाईलाई यहाँनिर देखाउँदैछु साथीहरु। तपाईले यो सम्बन्धी सम्पूर्ण जानकारी लिन चाहनुहुन्छ भने यस भिडियोलाई स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेर्नुहोला र तपाईलाई यो भिडियो मन पर्यो भने यस भिडियोलाई लाइक, शेयर एन्ड कमेन्ट गर्न पनि नभुल्नुहोला। र यति बेला म तपाईलाई यहाँनिर चाहिँ मेरो युनलमा पे डिजिटल वालेट तर्फ नै लान चाहन्छु। यहाँनिर हेर्न सक्नुहुन्छ मसँग चाहिँ यो युनलमा पे को एप चाहिँ अलरेडी नै रहेको छ। मैले पहिलेदेखि नै यसलाई चाहिँ अनइन्स्टल गरेर चाहिँ राखेको छैन, मेरो मोबाइल फोनमा अलरेडी नै इन्स्टल थियो र यहाँनिर तपाईले यति बेला देख्न सक्नुहुन्छ। तपाई फाइनली यो एप तपाईसँग चाहिँ छैन भने डाइरेक्टली तपाईले ब्राउजरमा गएर unalmape.com भनेर चाहिँ सर्च गर्न पनि सक्नुहुनेछ। र म चाहिँ यहाँनिर मसँग एप्स रहेको छ, त्यसकारण चाहिँ यो एपलाई चाहिँ यहाँनिर ओपन गर्छु। यति बेला देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ मैले यो एपलाई चाहिँ ओपन गर्दैछु र यो एप चाहिँ यति बेला ओपन हुने क्रममा छ। युनलमा पे भनेर चाहिँ यहाँनिर लेखिरहेको छ, यहाँनिर देख्न सक्नुहुन्छ। फाइनली चाहिँ म यो एपमा चाहिँ लगइन हुन लागिरहेको छु। यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ युनलमा पे आइडी और इमेल भनेर लेखिरहेको छ र तल चाहिँ यहाँनिर पासवर्ड भनेर चाहिँ लेखेको छ। माथिपट्टि चाहिँ तपाईको इमेल राख्नु होला र त्यसपछि चाहिँ तलपट्टि चाहिँ तपाईको पासवर्ड राख्नु होला र यहाँनिरबाट तपाई चाहिँ सिम्पली चाहिँ लगइनको बटनमा क्लिक गरेर चाहिँ लगइन हुनु होला। यति बेला चाहिँ म यहाँनिरबाट सिम्पली चाहिँ लगइन हुन गइरहेको छु। यहाँनिर देख्न सक्नुहुन्छ यति बेला चाहिँ मेरो फाइनली चाहिँ यहाँनिर लगइन पनि भइसकेको छ। यहाँनिर देख्न सक्नुहुन्छ मैले विभिन्न कारोबारहरू गरेका जति पनि ट्रान्जेक्सनहरू थिए पहिलादेखि नै यहाँनिर चाहिँ होल्ड भएर बसेका छन्। यहाँनिर चाहिँ देखिरहेको छ अझै पनि ती ट्रान्जेक्सनहरू गरेको जति पनि डिटेलहरू रहेको छ, स्टेटमेन्टहरू रहेको छ। र अब चाहिँ म यहाँनिर चाहिँ फाइनली तलपट्टि होम भन्ने लेखेको छ, यसमा चाहिँ क्लिक गर्छु र होम भन्ने बटनमा जब क्लिक गरेँ यहाँनिर हेर्न सक्नुहुन्छ मेरो पनि 135 रुपैयाँ 55 पैसा चाहिँ यहाँनिर होल्ड भएर बसेको थियो। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ धेरैजनाले चाहिँ मेरो मात्रै पैसा चाहिँ होल्ड भयो कि अरूको भएन कि भन्ने पनि कौतूहलता थियो होला र यहाँनिर हेर्न सक्नुहुन्छ मेरो पनि होल्ड थियो। म चाहिँ डराएको थिइनँ, किन भन्दा फाइनली ब्याक युनलमा पे आउँछ नै भनेर चाहिँ म विश्वस्त थिएँ, त्यसकारण चाहिँ यति बेला चाहिँ फाइनली ब्याक पनि आइसकेको छ। र अब चाहिँ म यहाँनिर चाहिँ तपाईलाई यसबाट चाहिँ रिचार्ज गर्न मिल्छ कि मिल्दैन, यो पैसालाई हामीले युज गर्न मिल्छ कि नै भनेर चाहिँ म तपाईलाई यहाँनिर देखाउँदैछु। म तपाईलाई यहाँनिरबाट देखाउँछु मिल्छ कि मिल्दैन भन्ने कुरा चाहिँ तपाईले यहाँनिर आफै पनि हेर्न सक्नुहुन्छ। यति बेला चाहिँ म यहाँनिर चाहिँ एनटीसी भन्नेमा चाहिँ क्लिक गर्छु। यहाँनिर मैले एनटीसीको मेरो एउटा नम्बर छ, त्यसमा चाहिँ यहाँनिर रिचार्ज पठाउने चाहिँ प्रयास गर्नेछु। यहाँनिर हेर्न सक्नुहुन्छ है, यसमा चाहिँ फोन नम्बर भनेर छ, तलपट्टि चाहिँ एमाउन्ट भनेर लेखेको छ। यहाँनिर तपाईले देख्न सक्नुहुन्छ फोन र एमाउन्ट भनेर छ। यहाँनिर चाहिँ म यति बेला चाहिँ फोन नम्बर चाहिँ इन्टर गर्छु। यहाँनिर चाहिँ मैले यति बेला चाहिँ फाइनली फोन नम्बर चाहिँ इन्टर गरिसकेको छु र चाहिँ यहाँनिर चाहिँ म तलपट्टि चाहिँ एमाउन्ट चाहिँ इन्टर गर्छु है त। म चाहिँ यहाँनिर एमाउन्ट चाहिँ 50 रुपियाँ चाहिँ इन्टर गर्छु र अब चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ मैले चाहिँ यति बेला 50 रुपियाँ चाहिँ इन्टर गरिसकेको छु। र तपाईँले यहाँनिर तलपट्टि एयर टाइम प्रिपेयर तपाईँको चाहिँ कुन सिम हो तपाईँले त्यो चेक गर्नु होला। तपाईँको यहाँनिर चाहिँ थुप्रै अप्सनहरू रहेका छन्, एयर टाइम, जिएसएम, पिएसटिएन, एडएसएलयू र यहाँनिर एडिएसएलभी र सिडिएमए, NT-FTTH र NT-WiMAX टल फ्री भनेर चाहिँ रहेको छ। तपाईले यसै गरी चाहिँ अन्य तपाईको कुनै हो भने चाहिँ त्यसलाई पनि सिलेक्ट गर्न सक्नुहुन्छ र सिम्पली चाहिँ म यहाँनिर एयरटेल प्रिपेड सिम रहेको छ मेरो, त्यसकारण चाहिँ म त्यसमा चाहिँ सिलेक्ट गर्छु र अब चाहिँ म यहाँनिर सिम्पली चाहिँ रिचार्ज भन्ने अप्सनमा चाहिँ क्लिक गर्छु। यति बेला चाहिँ मैले यहाँनिर रिचार्ज भन्ने अप्सनमा चाहिँ क्लिक गरिसकेको छु। यहाँनिर देख्न सक्नुहुन्छ हैन, यसले वर्क गर्छ कि गर्दैन भन्ने कुरा चाहिँ म तपाईलाई यहाँनिर देखाउँदैछु। अपरेसन इज सक्सेसफुली युटिलिटी कम्पनी टेम्पररी अनअभाइलेबल भनेर चाहिँ लेखिरहेको छ हैन। युटिलिटी कम्पनी टेम्पररी अनअभाइलेबल भनेर लेखेको छ। म चाहिँ यहाँनिर ब्याक जान्छु। यसले चाहिँ फाइनली काम गरेको छ कि नै भन्ने कुरा चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। यति बेला चाहिँ मेरो ब्यालेन्स चाहिँ काटिसकेको छ र फाइनली रिचार्ज पनि आइसकेको छ। तपाईले मेरो मोबाइल फोनमा चाहिँ नोटिफिकेसन पनि आएको चाहिँ तपाईले सुन्न सक्नुहुन्छ। यति बेला चाहिँ फाइनली यसले चाहिँ काम गरिरहेको छ साथीहरु। म यहाँनिर ट्रान्जेक्सन भन्ने अप्सनमा जान्छु।
र म तपाईँलाई यहाँनिर चाहिँ देखाउँदैछु, यति बेला हेर्न सक्नुहुन्छ मेरो चाहिँ फाइनल्ली चाहिँ यहाँनिर रिचार्ज चाहिँ भइसकेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ मेरो टाइम पनि यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ 2021 यहाँनिर 58 यहाँनिर हेर्न सक्नुहुन्छ 85 यहाँनिर टाइम पनि हेर्न सक्नुहुन्छ। यति बेला चाहिँ यहाँनिर चाहिँ 6:49:43 चाहिँ मेरो 50 रुपिस चाहिँ रिचार्ज भइसकेको छ यो फलानु नम्बरमा एनटिसी रिचार्ज टु भनेर चाहिँ यहाँनिर लेखिरहेको छ साथीहरू। यसै गरी चाहिँ तपाईँले यहाँनिरबाट चाहिँ रिचार्ज गर्न सक्नुहुन्छ। यसले फाइनल्ली काम गरिरहेको छ साथीहरू। युनलमा पेले चाहिँ पुनः काम गरेको छ, तपाईँले चाहिँ युज गर्न सक्नुहुन्छ। अब धेरैजना चिन्तित हुनुहुन्थ्यो कि मेरो पैसा होल्ड भयो, युनलमा पे कहिले ब्याक आउँछ, मैले कहिले युज गर्न पाउँछु भनेर चाहिँ भन्दै हुनुहुन्थ्यो। फाइनली यति बेला ब्याक आइसकेको छ, तपाईँले मजाले चाहिँ युज गर्न सक्नुहुन्छ साथीहरू। र तपाईँलाई यो भिडियो कस्तो लाग्यो, यद्यपि युनलमा पे ब्याक आयो भने तपाईँलाई खुसी लागेको छ भने तलपट्टि खुसी लाग्यो भने चाहिँ कमेन्ट गर्नुहोला है। तपाईँले जे जस्तो तपाईँको मनमा लाग्छ त्यो कमेन्ट गर्नुहोला युनलमा पे सम्बन्धी साथीहरू। र तपाईँसँग चाहिँ नेक्स्ट अनि बेस्ट भिडियोमा भेट्ने बाचा गर्दै अहिलेलाई भने सुनिल टिज नेपाल युट्युब च्यानल सँगसँगै म सुनिल कुमार केसी पनि नजिल पर्छु। हवस् त नमस्कार, तपाईँको बाँकी पल शुभ रहोस्। जय नेपाल।